दर्शकबिन नमस्कार। दैनिक विशेष श्रृङ्खला कार्यक्रम अबको बाटोमा यहाँलाई हार्दिक स्वागत छ। म टिकाराम यात्री। आजको श्रृङ्खलामा हामी विशेष गरी प्रशासन संयन्त्रका विषयमा संवाद गर्दैछौँ। राजनीति र प्रशासन अक्षुण्ण विषय हुन्। राजनीति राजनीतिक दलहरू मार्फत सरकार गठनको एउटा विधि हो। त्यो विभिन्न जुनसुकै शासन व्यवस्था भए पनि त्यो एकदलीय होस्, निर्दलीय होस्, बहुदलीय होस्, जुन प्रणाली भए पनि राजनीतिको उपरि संरचनामा सरकार र त्यसको स्रोत राजनीतिक दलहरू नै हुन्छन्। तर स्थिर र स्थायी सरकारका रूपमा निजामती सेवाले नीतिगत रूपमा गरिएका निर्णयको कार्य सम्पादन गर्छन्। यसरी यी दुईटा एकअर्काका अडेस लाग्ने भित्ता हुन्। आजको श्रृङ्खलामा हामी निजामती सेवा र कर्मचारी प्रशासन कस्तो छ, कस्तो रहनुपर्छ र कस्तो यसको अबको बाटो निर्देशित हुनुपर्दछ भन्ने विषयमा संवाद गर्दैछौँ। हामीसँग हुनुहुन्छ प्रशासन विज्ञ प्राध्यापक श्रीकृष्ण श्रेष्ठ। प्राध्यापक श्रेष्ठ, स्वागत छ यहाँलाई। धन्यवाद टिकारामजी। यी दुईटा विषय चाहिँ जोगी देख्दा भैँसी तर्सिनी र भैँसी देख्दा जोगी तर्सिनी भने जस्तो। राजनीतिज्ञले भन्छ कर्मचारीले बिगारे, कर्मचारीले भन्छ राजनीतिज्ञले बिगारे। सुशासन र दिगो विकासका लागि प्रशासन यन्त्रको कहाँ भूमिका हुन्छ, कति भूमिका हुन्छ? टिकारामजी, पहिला त म यसरी जान्न चाहन्छु, प्रशासन र राजनीति यिनीहरू अलग थलग विषयहरू होइन। दुवैको स्रोत एउटै हो, दुवैको गन्तव्य पनि एउटै हो। नागरिकहरूको भलाइ, नागरिकहरूको हित, नागरिकहरूको अधिकार र उनीहरूको स्वतन्त्रतालाई रक्षा गर्नु नै हो। यिनीहरू एक अर्कोसँग अनुन्यासित छन्। तपाईँले भन्नुभयो जस्तै एक अर्कोसँग अडेस ल्याएर जानुपर्छ। जब एउटा हाबी हुन्छ, जब हामी देख्दछौँ एउटा बढी हाबी हुन्छ, अर्को आफूलाई निर्बल ठान्दछ, अनि त्यहाँ एउटा अनेकौँ किसिमका विग्रहहरू निस्कन्छन्। त्यो विग्रहले गर्दाखेरि अहिले हामीमा मात्रै होइन, यस्तो किसिमको विग्रह धेरै पटक धेरै ठाउँमा देखिएको थियो। अनि त्यसलाई कुन रूपमा लैजानुपर्छ भनेर सुधारका कार्यक्रमहरू पनि हुँदै आएका हुन्। सधैँभरि कस्तो रह्यो भन्दाखेरि अहिलेसम्म हेर्दाखेरि एउटा प्रिन्सिपल र एजेन्टको रूपमा एउटा मालिक, एउटा त्यसको अभिकर्ता। मालिकले अर्याउने, अभिकर्ताले त्यो आदेशको कार्य सम्पादन गर्ने। यो किसिमको जुन किसिमको संरचना थियो, अहिले त्यो संरचना ठिक हो कि होइन भन्ने प्रश्नहरू छन्। कि हामीले प्रशासन कसैको आदेश मान्नुको निमित्त मात्र स्थापना भएको हो कि यसको पनि आफ्नै मूल्य मान्यता छ? यदि मूल्य मान्यता हो भने त्यो मूल्य मान्यताबाट कति निर्देशित छ भन्ने कुरा पनि धेरै चाहिँ कुराहरू आइरहेका छन्। यसकारण अहिले भनिन्छ यो प्रिन्सिपल एजेन्टबाट होइन, यो किसिम रूपबाट होइन, हामी त्योभन्दा व्यापक दृष्टिकोणबाट स्टेक होल्डर सबैको सरकारवालाको यो भन्ने हिसाबबाट। र पहिला यदि प्रिन्सिपल एजेन्ट हो भने यो इन्स्ट्रुमेन्ट मात्रै हो, हाम्रो कहिलेकाहीँ मैले साधन मात्रै हो, साधन मात्रै भयो। अब हामीले सधैँभरि के हेर्छौँ भन्दाखेरि यो ब्युरोक्रेसी वा पब्लिक एडमिनिस्ट्रेसन एउटै होइन नि, फेरि फरक फरक हुन्। यो साधन मात्रै भएर प्रयोग गर्ने हो भने यसको ढाँचा बेग्लै हुनु पर्यो। होइन, यो पनि नागरिकहरूको लागि नै आएको हो भनेर भन्ने हो भने यसको प्रयोजन बेग्लै किसिमबाट गरिनु पर्यो। तर यहीँबाट आउँछ। अनि यो किसिमको हाम्रो देखेपछि अब विकास मतलब हामीले कुरा गऱ्यौँ कि दिगो विकास र प्रशासनको सम्बन्ध के होला, सुशासनको सम्बन्ध के होला। दिगो विकास कुनै एउटा अभिकर्ता, कुनै एउटा एजेन्टले मात्र गरेर हुने होइन, एउटा होलिस्टिक एप्रोच हो। सामान्यतया दीर्घकालीन रूपमा गरिने दिगो विकासको स्रोत भनेको राजनीतिक योजना नै हो। सामान्यतया त्यो पञ्चवर्षीय योजनाबाट आउला अथवा मुलुकले राष्ट्रिय गौरवका आयोजनाहरूको परिकल्पना गर्ला, लगानी बोर्डको सन्दर्भ होला अथवा वार्षिक नीति तथा कार्यक्रम र बजेट होला। त्यो विषय चाहिँ सैद्धान्तिक उपरि संरचना भयो, नीतिगत विषय भयो। तर त्यसलाई व्यावहारिक रूपमा त्यही रूपमा कार्य सम्पादन गर्ने त फेरि निजामती कर्मचारीले नै हो। एउटा सरकारको भूमिका विभिन्न मुलुकमा विभिन्न किसिमको देखा परेको छ।
कुनै ठाउँमा सरकारले एउटा दूरदृष्टि एउटा भिजन क्रिएट गरिदिन्छ, त्यसपछि त्यसका अभिकर्ताहरू विभिन्न किसिमका हुन्छन् र सरकारले ती विभिन्न अभिकर्ताहरूलाई कसरी चाहिँ उनीहरूले एक किसिमको सञ्जाल निर्माण गरिकन एउटा सहकार्य गर्न सक्छन् भन्ने कुराको निमित्त ब्युरोक्रेसी हुन्छ, यानि पब्लिक एडमिनिस्ट्रेसन हुन्छ। कहीँ सरकार जस्तो हाम्रो जस्तो मुलुकमा जहाँ अझ पनि सरकारको अझ उम्दा भूमिका रहेको हुन्छ, ऊ चाहिँ उसले अझ अग्रणी भूमिका खेल्नुपर्ने हुन्छ, त्यस्तो बेलामा सरकारको भूमिका अलि अगाडि आउँछ होला र त्यसमा प्रशासनको झन् सक्रिय भूमिका रहन त अनिवार्य नै भयो। किनकि अघि तपाईँले भने स्थायी सरकार हो यो, यही संयन्त्रको आधारबाट नै हामी के गर्छौँ भन्दाखेरि सरकारको विभिन्न विचारहरूलाई जनसम्मक्ष ल्याउने गर्दछौँ, विभिन्न निकायहरूको बिचमा अन्तर चाहिँ हामीले सम्बन्धहरू कायम गर्दछौँ। सधैँभरि हामीले के देख्छौँ भन्दाखेरि यो चाहिँ सार्वजनिक प्रशासन एउटा सहजकर्ताको भूमिकामा, एउटा सहयात्रीको भूमिकाकर्तामा, एउटा विभिन्न चाहिँ एक्टरहरूलाई सहसम्बन्ध गरेर त्यो कामप्रति चाहिँ अभियोजित गर्ने काममा अग्रसर हुनुपर्दछ। यसलाई जस्तो यहाँले भने जस्तो यो विषय चाहिँ प्रशासन यन्त्र प्रभावी हुने अथवा राजनीति प्रभावी हुने भनेको विश्वका थुप्रै अभ्यासहरू छन्। आज अमेरिकामा बाराक ओबामा राष्ट्रपति आओस् अथवा यसअगाडि अरू कुनै रिपब्लिकनको जुनियर बुश राष्ट्रपति होस् अथवा अब हिलारी र ट्रम्प जोसुकै होस्, हेर्दाखेरि त नीतिगत रूपमा उनीहरू दुईजना आयो भने अत्यन्तै ठुलो फरक हुन्छ जस्तो देखिन्छ। तर त्यहाँको त्यो ब्युरोक्रेसी, त्यहाँको इन्टेलिजेन्स एजेन्सीदेखि लिएर सबैका कारणले न त ट्रम्पले भने जस्तो त्यहाँ दक्षिणमा पर्खाल लाउन सक्छ, न मुस्लिमलाई निषेध गर्न सक्छ, न कम्युनिस्ट र महिलाहरूप्रतिको उसले भन्दै गरेको नीति नै अवलम्बन गर्न सक्छ। होइन भने त पहिलो निर्णयकै रूपमा बाराक ओबामाले ग्वान्टानामो बे बन्द गर्ने भन्ने कुरा अहिलेसम्म किन कार्यान्वयन गर्न सकेन? यही हो, हरेक मुलुकले आफ्नो गन्तव्यहरू समय समयमा बनाउँदै गइरहेको हुन्छ। नयाँ कोही आएर गन्तव्य बनाउन सक्दैन, बनाउनु पनि हुँदैन। त्यो एउटा सिरिज अफ एक्टिभिटिज भएर गइरहेको हुन्छ, एउटा स्थापित भइसकेको हुन्छ। त्यो स्थापितलाई तुरुन्त कुनै आएर त्यसलाई चाहिँ अर्को विकल्प गर्न सक्दैन, त्यहाँ रोक्न सक्दैन र त्यो एउटा विचार दिन सक्ला, तर त्यो एउटा जुन किसिमको गति छ त्यो गतिलाई उसले तोड्न सक्दैन। प्रशासन भनेको नि के भन्दाखेरि सरकारले स्थापित गरेका, सरकारले प्रशासन भन्ने बित्तिकै सरकारले स्थापित गरेका ती मान्यताहरूलाई उसले अझ प्रभावकारी ढङ्गबाट कारण गर्नु हो, होइन, कारण गर्नु हो। त्यसले गर्दाखेरि त्यसकारण हामीले भन्छौँ यो हरेक सरकार परिवर्तन हुने बित्तिकै प्रशासन परिवर्तन भयो भने के होला? हाम्रोमा त त्यसको कुनै छनक नै छैन। भारतमै पनि नरेन्द्र मोदी आउनु अथवा डाक्टर मनमोहन सिंह हुनुमा धेरै ठुलो फरक छैन। अलिअलि होला उनीहरूले त्यो चुस्तताको दृष्टिकोणले अथवा विभिन्न परियोजना ल्याछन्, तर छिमेकप्रतिको उदारपूर्ण दृष्टिकोण राख्ने भनेर शपथ ग्रहणबाट सुरु भएको उनको अभियान तुइएर नाकाबन्दी समेतको पटाक्षेप देख्नु पर्यो भनेपछि राजनीतिज्ञ भन्दा त्यहाँको फेरि त्यो स्थायी सरकार नै हाबी रहेछ। तर हाम्रो त स्थायी सरकार छ कि छैन भने जस्तो हुन्छ। एक महिनामा सचिवहरूको अदल बदली, निजामती कर्मचारी भित्रको ट्रेड युनियन तलबाट पनि तान्या छ, माथिबाट नेतृत्वले तान्या छ, राजनीतिक नेतृत्वले कहाँ छ र प्रशासन जस्तो छ हाम्रो कहाँ? यो हेर्दाखेरि यहाँ धेरै कुराहरू कहीँ फितुरो लाग्छ। प्रशासन पनि यदि आफू प्रशासनमा बस्ने व्यक्तिहरू हामी कसैको निगाह र कसैको उद्देश्य परिपूर्ति गर्नको लागि होइन, हाम्रो पनि एक किसिमको मूल्य मान्यता र मर्यादाबाट हामी चाहिँ काम गर्नुपर्छ भन्ने हो भने सायद चाहिँ माथिकोले सचिव परिवर्तन हुने बित्तिकै परिवर्तन हुनुपर्छ जस्तो मलाई लाग्दैन। सरकार परिवर्तन हो अघि नै भने एक अर्काको सँग अन्तर्सम्बन्ध हुन्छ, अन्तर्विश्वास पनि ठुलो कुरा हो। तर अन्तर्विश्वास व्यक्तिभन्दा पनि प्रणालीसँग हुनुपर्दछ। प्रशासन एउटा प्रणाली हो, यसकारण यदि प्रणालीमा विश्वास गरियो भने परिवर्तन हुन्न। प्रणालीबाट यदि व्यक्तिमा गइसकेपछि बल्ल त्यहाँ के हुन्छ भने कोहीसँग विश्वास गर्ने कि नगर्ने। यदि प्रणाली गलत छ भने प्रणाली नै हामीले परिवर्तन गरौँ,
नयाँ विश्वासिलो प्रणालीहरू हामीले चाहिँ त्यसमा राखौँ होइन। यसले गर्दाखेरि अझ पनि हाम्रो समाजमा प्रणाली भन्दा पनि व्यक्तिलाई विश्वास गर्ने जुन किसिमको परिपाटी देखिन गएको छ त्यसले प्रशासनलाई निकै कमजोर बनाइरहेको जस्तो मलाई लाग्दछ। होइन, हुन त अब तपाईँले भने जस्तै त्यो व्यक्तिभन्दा प्रणालीप्रतिको उत्तरदायित्व भयो र त्यहाँ चुस्तता र कार्यदक्षता भयो भने त त्यसले त समस्या ल्याउँदैन, त्यो दुस्साहस आँट्न सक्छ। तर त्यस्ता दुस्साहसी त एकदमै कम देखिया छन्। तपाईँले अहिलेसम्मको उल्लेख्य काम गर्ने मुख्य सचिवको भन्दा लीलामणि पौडेल लगायत 1-2 बाहेक तपाईँ नाम आउँदैन। तर एउटा व्यक्तिले चाह्यो भने त सक्ने रहेछ नि त। अथवा सचिवहरूमा पनि कुन मन्त्रालयको कुन सचिवले कसरी पर्फर्म गरेको थियो भन्दा अमलामा गर्न सकिने केहीको मात्रै नाम आउँछ। यो हामीमा हाम्रो चाहिँ मलाई जहाँसम्म लाग्दछ कि उहाँहरूको क्षमता र ल्याकतमा प्रश्न होइन, प्रश्न उहाँहरूको कन्फिडेन्समा, प्रश्न उहाँहरूको चाहिँ कमिटमेन्टमा। कहिलेकाहीँ क्षमता पनि हुन्छ, ल्याकत पनि हुन्छ, क्यापेबिलिटी कम्पिटेन्सी हुन्छ, तर त्यो कुरा जुन कुराको निमित्त प्रतिबद्धता हुनुपर्ने हो र जुन किसिमको आत्मविश्वास हुनुपर्ने हो नेतृत्ववर्गमा खास गरिकन, किनकि हामी अहिले भर्खर तपाईँले भन्नुभयो सचिवको कुरा आइसकेपछि त्यो त प्रशासनिक चाहिँ नेतृत्व गर्ने व्यक्ति हो। त्यो व्यक्तिमा एक किसिमको आत्मविश्वासले विश्वास भरेको र त्यसको मैले के गर्नुपर्छ भन्ने मूल्य मान्यतामा प्रतिबद्ध भएको छ भने परिवर्तन गर्न सक्छ। प्रशासन र राजनीति बीचको अन्तर्सम्बन्ध त कति बढी छ भने हरेक क्याबिनेटको मिटिङको ड्राफ्ट गर्ने पात्र नै मुख्य सचिव हुन्छ। उसैले त्यहाँको सदस्य सचिवको भूमिका निर्वाह गर्छ, पुलको निर्माण गर्छ। त्यति मात्रै होइन, तपाईँको मन्त्रीलाई गराउने शपथ, प्रधानमन्त्रीलाई गराउने शपथदेखि लिएर सम्पूर्ण कुराहरूको ड्राफ्ट नै निजामती कर्मचारीले गर्छन्। मुख्य सचिवको हस्ताक्षर चाहिन्छ भने पछाडि त त्यो त एकदमै पुल मात्रै होइन, अनुन्याश्रित मात्रै होइन, बरु यतापट्टि निर्भर हुनुपर्ने हो नि। कर्मचारीलाई हामीले उनीहरू त्यो विषयको विशेषज्ञ एक्सपर्टको रूपमा लिने गर्दछौँ र के भन्छ भने त्यो विषयमा उहाँहरूको ज्ञाता हुनुहुन्छ। त्यसले गर्दाखेरि राजनीतिक व्यक्तिहरूले उहाँहरूसँग परामर्श लिएपछि मात्रै, अनि राजनीतिक व्यक्तिहरूको विश हुन्छ, सोच हुन्छ कि यस्तो डिजायर हुन्छ, तर त्यो उहाँले गर्नुभएको त्यो इच्छा कति हदसम्म हामीले कार्यक्षेत्रमा पुर्याउन सक्छौँ या सक्दैनौँ भन्ने कुराहरूको विशेषज्ञता भएका व्यक्ति हामीले खास गरिकन मतलब कर्मचारीहरूलाई नै मान्दछौँ। त्यसले गर्दाखेरि त यसमा त पुरै भएन कि त्यो विषयवस्तुको सन्दर्भमा उहाँहरूलाई जुन ज्ञान छ, जुन ज्ञाता छ, त्यो हिसाबले पनि धेरै हदसम्म अरूले हेर्दाखेरि उहाँमाथि भर पर्दछ भन्ने कुरा छ। तर निर्णय गर्ने हकमा हो भने अब हाम्रो कस्तो छ भन्दाखेरि नीतिगत निर्णय गर्ने अधिकार मन्त्रीसम्म हुन्छ, सचिवसँग त कम मात्रै हुन्छ, उसले चाहिँ डेलिगेटेड अथोरिटी दिएपछि मात्रै हुने हो। त्यसले गर्दाखेरि हरेक परामर्शलाई मान्नुपर्छ भन्ने पनि देखिन्न। कहिलेकाहीँ परामर्श एउटा हुन्छ, निर्णय अर्को हुन्छ। सायद कहिलेकाहीँ के लाग्छ भन्दाखेरि हामी जुन प्रशासनबाट परामर्श लिएर निर्णय गर्नुपर्ने हो त्योभन्दा अलि पृथक अरूसँग पनि परामर्श लिएर निर्णय गरेको हो कि भन्ने पनि कहिलेकाहीँ देखिन्छ। प्रशासन संयन्त्रका विषयमा भन्ने गरेको एउटा सबभन्दा ठुलो उनीहरूको अर्घेल्याई, कमजोरी अथवा उनीहरूको विशेषता के भनिन्छ भने कार्य सम्पादनका दृष्टिकोणले अत्यन्तै बढी नियम र अत्यन्तै बढी ऐन र भएका कानुनी प्रावधानका कारणले गर्दाखेरि कार्य सम्पादनको चुस्तता आउँदै नआउने, एकदमै ढिलो सुस्तता, त्यो तपाईँले बजेट फ्रिज हुनुका पछाडि अथवा पुँजीगत खर्च हुँदै हुन नसक्नुका पछाडि, भूकम्प पछाडिको पुनर्निर्माणमा देखिएको राजनैतिक नेतृत्वले त अठोट ल्याछ, तर त्यो किन हुन सकिरहेको छैन भन्दाखेरि त्यो हाम्रो नीतिगत कानुनी र प्रक्रियाका पछाडि यति हामी घुम्छौँ, हाम्रो कर्मचारीको त स्कुलिङ नै त्यस्तो भयो होला। तपाईँहरू जस्ता कर्मचारीहरूलाई पढाउनेहरूले पनि त्यो कुरालाई बढी ध्यान दिनु पर्थ्यो कि नतिजामा हेर्ने कि प्रक्रियामा हेर्ने भन्ने कि विश्वास यसमा कस्तो हुन्छ भने नियन्त्रणमा आधारित व्यवस्थापनबाट बढी अनुशासित कायम गर्न सकिन्छ भन्ने एउटा धारणा। यदि कसैले स्वतन्त्रता र स्वायत्तता दिएर निगरानी राख्न सकिन्छ भने हामीले नतिजा ल्याउन सकिन्छ भन्ने अर्को धारणा हैन।
हामी अधिकांश अहिले कस्तोमा गइरहेछौँ भन्दाखेरि नियन्त्रणमुखी व्यवस्था जस्तो देखिन्छ अहिले। र तपाईँ आफै पनि एक्चुअली सोच्नुहुन्छ एउटा विशेषज्ञ मान्छेलाई उसलाई स्वतन्त्रता र स्वायत्ता नदिइकन, स्वतन्त्र स्वायत्ता भनेको उसको चाहिँ उसलाई चाहिँ पूर्ण रूपमा स्वतन्त्र होइन, अराजक होइन, स्वतन्त्रता दुरुपयोग होस्, कडा निगरानी साथको स्वतन्त्रता होइन दिएर उसलाई आफ्नो किसिमको भएको ज्ञान, योग्यता, क्षमता, दक्षता उपयोग गर्ने किसिमको वातावरण दियो भने निश्चित रूपमा नयाँ किसिमको एउटा चाहिँ नतिजामूलक चाहिँ एउटा चाहिँ नतिजाहरू देखिन्थ्यो होला, परिणामहरू देखिन्थ्यो। त्यसमै तपाईँको आफ्नो अध्ययनको अथवा लामो समय प्राध्यापन गर्दा कर्मचारी प्रशासन तपाईँले पढाएका त कयौँ मान्छे सचिव भइसक्यो होला। हजुर। मूल रूपमा चाहिँ उनीहरूलाई अनुशासनका नाममा चाहिने भन्दा बढी नियन्त्रणमुखी राख्ने कानुनले पनि र व्यवहारले पनि, त्यही कारणले फङ्सन हुन नसके। धेरै त्यसै लाग्दछ। कस्तो भन्दाखेरि हामी बढी भन्दा बढी यो नियन्त्रण के को लागि भन्दाखेरि इफिसियन्सी बढाउनलाई, कन्ट्रोलको मूल उद्देश्य हुन्छ उसले जे काम दिएको त्यो काम इफिसियन्टली गर्न सकोस्, कम खर्च लागोस्, कम स्रोत लागोस्, थोरै समय लागोस्, त्यो काम सम्पादन गरोस् भन्ने हिसाबबाट कन्ट्रोल मेकानिजमले त्यो गरिदिन्छ। त्यसले के कुरा गर्छ भन्दाखेरि उसलाई त्यो बाटो बाहिर निस्केर आउट अफ बक्स भएर अझ बढी सृजनात्मक कुरा ल्याउनुको निमित्त त्यसले चाहिँ रोकिदिन्छ। जहाँ नियन्त्रण बढी हुन्छ त्यहाँ सृजना कम हुन्छ। अनि सृजनशीलता चाहिँ यदि उपयोग गर्न सकेन भने त्यसबाट जति लाभ प्राप्त गर्नुपर्ने हो, जुन वर्ग लाभ प्राप्त गर्नुपर्ने हो, त्यो वर्ग लाभ प्राप्त गर्न सक्दैनन्। तसर्थ अब अहिले चाहिँ धेरै परिवर्तन भएका छन्। परिवर्तनको स्वरूप के छ भन्दाखेरि केवल अब चाहिँ एउटा चाहिँ जस्तो एकैछिन मानिलिउँ हामीले जुन एउटा स्वरूप लिएका छौँ, प्रिन्सिपल एजेन्टको मोडल लिएका छौँ र हरेक प्रशासन चाहिँ प्रतिनिधिप्रति चाहिँ जुन उत्तरदायित्व जवाबदेही हुनुपर्छ भन्ने ठाउँमा अहिले हामी केमा आइरहेका छौँ भन्दाखेरि यदि प्रशासन साँच्चै नै चुस्त हुने हो भने प्रशासन हामीले पनि लेखेका छौँ थुप्रै ठाउँमा प्रशासन कस्तो हुनुपर्छ भनेर संविधानमा पनि केही उल्लेख गरेको छ। निजामती सेवा नियमावलीमा यिनीहरू जनमुखी हुनुपर्दछ भन्ने कुरा छ। हाम्रो के प्रशासन जनमुखी बनाउन कोसिस गरेका छौँ या जनताप्रति उत्तरदायित्व जवाबदेही बनाउने किसिमको संयन्त्र रूप हामीले बनाउन सकेका छौँ? यदि हामीले त्यो बनाउन सक्यौँ भने र हामी नियन्त्रणबाट बाहिर आएर उनीहरूलाई कडा निगरानी साथ स्वतन्त्र दिन सक्ने अवस्था प्रदान गर्यौँ भने सायद चाहिँ कार्य सम्पादनमा फरक पर्छ भन्ने अझ बढी त के अहिले त के कार्य सम्पादन छ र कार्य सम्पादन नै हो। कार्य सम्पादनमा धेरै फरक हुन्छ भन्ने मैले विश्वास लिएको छु र अहिलेको आवश्यकता पनि त्यो जस्तो लाग्दछ। कर्मचारीभित्र अझ उपल्लो तहका कर्मचारी, उपसचिव, सचिव, सहसचिवहरूको मनोबल अत्यन्तै कमजोर हुनुका कारण के हो? किनभने सबैतिरको विभागको नेतृत्व त उनीहरूले गर्छन्, मन्त्रालयको नेतृत्व उनीहरूले गर्छन्, सही अर्थको कर्मचारीलाई होल्ड त उनीहरूले गर्छन्। कर्मचारीहरूको खास गरिकन यिनीहरू म्यानेजर तहका हुन्। यो यिनीहरू म्यानेजमेन्ट गर्ने मतलब कि जस्तै तपाईँले भन्नुभयो उपसचिव, सहसचिव र सचिव, यिनीहरू मिडल लेभल म्यानेजर, टप लेभल म्यानेजर, यिनीहरू उहाँहरू हुनुहुन्छ। एउटा कन्सेप्ट के छ भने कर्पोरेट सेक्टरमा सधैँ वर्कर र म्यानेजरहरूको बिचमा कहीँ न कहीँ विवाद हुन्छ। त्यो कर्पोरेट सेक्टरमा भन्ने छ त्यो। र त्यसले गर्दाखेरि सधैँभरि म्यानेजरले वर्करलाई एक्सप्लोइट गर्दछ होइन, र त्यसको विरुद्धमा आवाज निकाल्नुपर्छ भन्ने त्यो एउटा कन्सेप्ट छ र त्यसको आधारबाट नै ट्रेड युनियनहरूको जन्म भए। अब हामीले त्यो कन्सेप्ट चाहिँ एकदम आइएलओको कुराहरूलाई लिइकन हामीले पब्लिक सेक्टरमा पनि लिएर आयौँ, निजामती सेवामा पनि लिएर आयौँ। सरकारले त्यसलाई आधिकारिकता दिएर अब निजामती कर्मचारीभित्र यति एमाले, यति कङ्ग्रेस, यति राप्रपा, यति माओवादी, यति मधेस भन्ने भइसक्यो। एउटा यो चाहिँ सबभन्दा दुःखद कुरा के भन्दाखेरि युनियन हुनु, वर्करको भोइस निस्कनु, आवाज निस्कनु नराम्रो होइन, तर त्यो आवाजसँग दलीय आवाजहरू आउँदाखेरि त्यसले चाहिँ
एज ए होल चाहिँ हाम्रो निजामती सेवालाई पनि कहीँ एकदम यसले चाहिँ यो पोलिटिकल अर्गनाइजेसन हो कि प्रशासन हो भन्ने कुरा पनि देखाउँदछ। ट्रेड युनियन तपाईले मन्त्रालय विभागहरूमा तिनीहरूका आफ्ना नेम प्लेट भन्दा ठुला चाहिँ त्यो ट्रेड युनियन प्लेटहरू देखिन्छ। अनि जब ट्रेड युनियन भइसकेपछि ट्रेड युनियनको पहुँच प्रत्यक्ष रूपमा नेतृत्ववर्गसँग हुने, राजनीतिक नेतृत्ववर्गसँग हुने र म्यानेजरको काम अब यहाँ त मैले भनिहालेँ हाम्रो चाहिँ पब्लिक या चाहिँ प्रिन्सिपल एजेन्टमा प्रिन्सिपल मन्त्री हुने या राजनीतिक कर्मीहरू हुने, एजेन्ट चाहिँ प्रशासन हुने। प्रशासन भइसकेपछि त अब प्रिन्सिपलले भनेको कुरा एजेन्टले मान्नु पर्यो। अनि प्रिन्सिपल र तल्लो चाहिँ वर्करहरू के छन्, पार्टनर छन्। फेरि हेर्नुहोस् भयो यहाँ चाहिँ पार्टनरसिप के हो भन्दा प्रिन्सिपल र ट्रेड युनियन भइदियो भन्दाखेरि त अब म्यानेजर कस्तो हुन्छ त भन्दाखेरि सबभन्दा दुर्बल अवस्थामा हुन्छ। दुईटा, एउटा चाहिँ हामीले प्रणाली नभइकन व्यक्ति रोज्ने जुन किसिमको संस्कार बनायौँ त्यसले माथिल्लोहरूको मनोबल घटाउँछ। अर्को त्यसपछि आएर मालिकको कुरा सुन्नुपर्छ भन्ने एउटा जुन प्रिन्सिपलको आधारमा भएको छ, प्रशासनहरू कुनै चाहिँ राजनीतिक व्यक्तिहरू वा मन्त्रीको कुरा मान्नुपर्छ भन्ने र मन्त्री र वर्कर एसोसिएसनहरूको ट्रेड युनियनको पार्टनरसिपले गर्दाखेरि झन् उनीहरू कमजोर हुँदै गए दुईटा वर्गबाट। त्यसलाई अर्को पाटोबाट पनि हेर्नुपर्छ। भर्खरै जाँदै गरेका मन्त्री शिवलाल थापाको एउटा मार्मिक अभिव्यक्ति छ। चित्रबहादुर केसीसँग पनि हामीले संवाद गरेका थियौँ। पहिलो पटक मन्त्रीको अभ्यास गर्ने अलि साधकी पृष्ठभूमिका पात्रहरूको अनुभव के हुन्छ भने मन्त्री अथवा मन्त्रीभन्दा तलका सचिव, सहसचिव, उपसचिवहरू आधाभन्दा बढी त प्रोजेक्टको सिलसिलामा विदेश हुन्छन्। उनीहरूलाई त्यो जनउत्तरदायित्व भन्ने, आफ्नो काम भन्ने कुराको त कुनै गुन्जाइस नै हुँदैन। सबै त्यो भन्न खोजे होइन, तर अधिकांश कर्मचारी, नेतृत्ववर्गका कर्मचारीहरू चाहिँ नेपाल सरकारका मन्त्रालयका विभागका कर्मचारी नभएर तिनीहरू चाहिँ विश्व ब्याङ्कका, IMF का अथवा विभिन्न दाताहरूका तिनीहरू चाहिँ एजेन्ट जस्ता हुन्। तिनीहरू आधी समय त उतै हुन्छन्, यहाँ भए पनि उनीहरूकै काम गर्न बस्छन् भन्ने उहाँहरूको तितो अनुभव थियो। यसलाई अर्को दृष्टिकोणबाट पनि हेर्न सकिन्छ। पहिला त मैले कुरा उठाइहालेँ, हामी अलिकति जन उत्तरदायित्व प्रशासन बनाउन सकेको खण्डमा यो अलिकति कम हुन्छ, किनकि उहाँहरूले जनताहरूप्रति उत्तरदायी हुने किसिमको जवाबदेही दिनुपर्ने कामहरू गर्नुपर्ने हुन्छ र जनताले मागिरहेका हुन्छन् र उहाँहरूको कार्य सम्पादनको मूल्याङ्कनको आधार त्यो हुन्छ। हामीले कार्य सम्पादनको आधार जुन बनाइरहेका छौँ र हाम्रो चाहिँ कतिपय अवस्थामा मन्त्रालयसँग हुने विकास कार्यक्रमहरू बाह्य चाहिँ निकायहरूको सहयोगबाट हुने हुनाले चाहिँ पनि यो कुराहरू देखिन सक्दछ। तर यहाँ मेरो चाहिँ तर्क के छ भन्दाखेरि या मेरो भनाइ के छ भन्दाखेरि कि विदेश गएर केही सिकेर नेपालमा त्यसलाई यहाँको परिप्रेक्ष्यमा उपयोग गर्न सकिने किसिमको कुराहरू ल्याउनु भन्दा ठिक हो। तर होइन भने उहाँहरूको जुन एउटा चाहिँ सोच छ कि जुन तपाईँले भन्नुभयो मन्त्रीजीलाई त्यसो लागेको छ भने त्यहाँ एउटा कुरा के हुन्छ भने कि उहाँहरूलाई एकपटक अब हामीले प्रशासन यन्त्रलाई पनि कसरी देख्नुपर्छ भन्दाखेरि यिनीहरूलाई जनताप्रति उत्तरदायित्व बनाउने किसिमको प्रणालीहरू विकास गर्नुपर्छ। यो त एकदमै आदर्श कुरा भयो। राजनीतिज्ञका लागि, सेवाका लागि, डक्टर किन गरिबको सेवा गर्न, यो त विद्यार्थीले पढ्ने जस्तो विषय भयो। त्यसरी नै हाम्रो संयन्त्र बन्दैन। हामी त सबै क्षेत्रहरू यति लथालिङ्ग छन्, यति अनुत्तरदायी छन्, यति आत्मकेन्द्रित छन्। त्यसैले त्यो भनेकै भरमा त उत्तरदायी हुन सक्ने हुँदैन। त्यो प्रणाली पनि त्यस्तै चुस्त हुनु पर्यो। त्यस पछाडि व्यवस्थापकीय रूपमा उनीहरूको स्कुलिङ पनि त्यस्तै हुनु पर्यो। अहिले निजामती सेवामा राम्रो सुरु भएको छ। विपासना लगायतका विभिन्न ध्यान गराएर उनीहरूलाई आत्मसँग साक्षात्कार गराएर त्यसले पनि उनीहरूलाई त्यो सिंहावलोकन गराउँछ र जीवनको प्रयोजन के हो भन्ने थाहा हो। एउटा आत्मबोधकै कुरा हो यो। हरेक चाहिँ पेसाको सर्वोपरिता दुईटा कुरा हो। एउटा नैतिक जन्य, अर्को पेसालामा आएको मूल्य मान्यतामा आधारित आफ्नो चाहिँ आचरणहरू गर्नुपर्ने। यो एउटा कुरा के छ भन्दाखेरि कहिलेकाहीँ मलाई लाग्छ कि हामी निजामती सेवाभित्र प्रवेश गरेका जुन साथीहरू हुनुहुन्छ उहाँहरूलाई मेरो काम के हो, मैले त नागरिकहरूको, जनताहरूको सेवाको लागि हो भनेर
त्यो कुराको कति महसुस भएको छ। हामी पब्लिक सर्भिसको लागि आएका हौँ। हाम्रो मूल दायित्व भनेको, मूल आदर्श भनेको, मूल मान्यता भनेको यो पेसाको भ्यालु भन्नु नै के हो भन्दाखेरि पब्लिकलाई सर्भिस दिनु होइन। त्यो मूल्य मान्यताबाट अलग्गिएर अर्को मूल्य मान्यताबाट हामी काम गर्छौँ भने अनि हामी कसरी सेवा दिन सक्छौँ, या अर्को अर्थमा असम्म कसैले सेवा नगरेको व्यक्तिले जनतालाई सेवा दिने भन्दाखेरि कस्तो होला, गर्न सक्ला कि नसक्ला भन्ने प्रश्न हो। आचरणकै प्रश्न। आचरण उसले व्यक्तिमा परिवारमा कस्तो किसिमको उसको आचरण छ, सार्वजनिक रूपमा उसको पेसाको आचरण। अब अन्त्यमा हामीले त्यसो भए प्रशासन यन्त्रलाई यहाँले भने जस्तै त्यो उत्तरदायी पनि बनाउने, स्वतन्त्र पनि बनाउने, अनुशासनका नाममा दण्डावली चलाउने प्रावधान पनि नगर्ने र राजनीति र प्रशासनको बीचमा समन्वय पनि स्थापित कसरी गर्ने? एकदम यो चाहिँ सबभन्दा ठुलो आवश्यकताको विषय र हामीले गर्नुपर्ने विषय पनि मलाई त्यही लाग्दछ। हामी सबभन्दा अगाडि त यो जुन किसिमको पद्धति छ अहिले प्रशासन र राजनीतिको बीचको जुन एउटा चाहिँ धेरै परम्परागत मोडेल छ, त्योबाट अब हामी कुन मोडेलमा जानु पर्यो भन्दाखेरि साझा, यिनीहरू दुईटाको बिचमा प्रशासन राजनीतिक प्रिन्सिपल एजेन्ट होइनन्, यिनीहरू एक अर्कोको सहयोगी साझेदार हुन्, पार्टनरसिपको प्रश्नमा जानु पर्यो र उनीहरू पार्टनरसिपबाट नै पब्लिक एकाउन्टेबल हुनु पर्यो। त्यो यस्तो किसिमको संयन्त्र बन्नु पर्यो जुन दुवैले, जस्तो भन्न पाइन्न कि नेताले भोट लिँदाखेरि चाहिँ प्रत्यक्ष चाहिँ जवाबदेही हुन्छ, प्रशासनले भोट माग्नु पर्दैन, त्यसकारण उसको जवाबदेहिता होइन, उसलाई पनि त्यस्तो किसिमको जवाबदेहिता दिन सक्ने किसिमको हामीले संयन्त्र विकास गर्नुपर्छ। बिस्तारै आएका पनि हुन्, जस्तो एकैछिन मान्नुहोस् पब्लिक हेरिङका कन्सेप्टहरू, पब्लिक अडिटका कन्सेप्टहरू होइन, विभिन्न रिपोर्ट कार्डहरूका कुराहरू त यो त्यसैको निमित्त आएको हो। त्यसलाई कति संस्थागत गर्न सकियो सकिएन त्यो बेग्लै कुरा छ होइन। भोलि त्यस्ता किसिमका पब्लिक एकाउन्टेबिलिटी मेकानिजमहरूलाई हामीले संस्थागत गऱ्यौँ भने र त्यसलाई चाहिँ हामीले चाहिँ एक किसिमको संयन्त्रभित्र राख्न सक्यौँ भने त्यसले एउटा पब्लिक एकाउन्टेबिलिटी जन्माउँछ। यसकारण यहाँ कन्ट्रोल ओरिएन्टेड भन्दा पनि एउटा उनीहरूलाई चाहिँ एउटा किसिमको स्वतन्त्रता दिउँ, तर स्वतन्त्र भनेको अघि भन्छ अराजकता होइन, पूर्ण निगरानी, कडा निगरानी साथ उनीहरूलाई चाहिँ हामीले स्वतन्त्रता दिउँ र उनीहरूबाट हामी अपेक्षा गर्ने। समय संवादका लागि धन्यवाद यहाँलाई। हामीसँग हुनुहुन्थ्यो प्रशासन विज्ञ श्रीकृष्ण श्रेष्ठ। आजको श्रृङ्खलामा हामीले विशेष गरी निजामती सेवा, प्रशासन, राजनीति बीचको अन्तर सम्बन्ध र त्यसले हाम्रो अबको बाटो कसरी निर्देशित गर्नुपर्दछ, आउने प्रशासन कस्तो हुनुपर्छ भन्ने विषयमा केन्द्रित भएर संवाद गऱ्यौँ। आजलाई अबको बाटोको श्रृङ्खला यति नै। खबरभित्रको खबरका लागि हेर्दै रहनुहोला न्युज खबर। नमस्कार।